प्राचीन कारिगरहरूले यो सबै कसरी गर्थे जान्न चाहनुहुन्छ? एक प्राचीन कारिगरले तीनवटा साना काठका टुक्रा प्रयोग गरेर एउटा अत्यन्तै ठूलो ढुङ्गा अड्याएका थिए। कसैले पनि उनले के प्रमाणित गर्न खोजेका हुन् भन्ने बुझ्न सकेन। वर्षौंपछि एउटा यात्रुले संयोगवश एउटा पात छोएपछि निष्क्रिय रहेको त्यो यन्त्र फेरि सक्रिय भयो। 2 तपाईलाई कम्पास आधुनिक आविष्कार जस्तो लाग्न सक्छ, तर सयौं वर्ष अघि प्राचीन कारिगरहरूले तीनवटा किला र एउटा डोरी प्रयोग गरेर सजिलै पूर्ण गोलो वृत्त कोर्थे। 3 विश्वास गर्न गाह्रो लाग्न सक्छ, तर सयौं वर्ष अघि मानिसहरूले केवल चम्चा र फलामको तार प्रयोग गरेर मैनबत्ती आफै निभिने व्यवस्था बनाउँथे। यो निकै सजिलो तरिका थियो। 4 प्राचीन मानिसहरूले सुईको एक छेउमा सिक्का बाँधेर मैनबत्तीको दुवै छेउमा अड्याउँथे। मैनबत्ती निश्चित बिन्दुसम्म जलेपछि सिक्का खस्ता आउने आवाजले मानिसहरू बिउझिन्थे। 5 सिफ नभएको बेला प्राचीन मानिसहरूले आफ्नो बहुमूल्य सामान कसरी जोगाउँथे? साधारण सामग्री र चलाख डिजाइन प्रयोग गरेर सानो छोए मात्र पनि यन्त्र सक्रिय हुने बनाइएको हुन्थ्यो। 6 किम्वदन्ती अनुसार यसलाई सैन्य पुल भनिन्थ्यो। साधारण सामग्री मात्र प्रयोग गरेर अत्यन्तै बलिय संरचना बनाइएको थियो, जसले ठूलो तौल सहन सक्थ्यो। यही सिद्धान्त आज पनि खाना बाफमा पकाउने भाँडामा प्रयोग हुन्छ। 7 प्राचीन समयमा पम्प थिएनन्, तर चलाख मानिसहरूले पानीको ट्याङ्कीमा साधारण पाइप हालेर छिटो छिटो माथि तल चलाउँथे। यसरी सजिलै सफा पानी बग्थ्यो। 8 यो प्राचीन पुल बनाउने प्रविधि कारिगरहरूद्वारा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको हो। 3 फाँट भएको रुखको तना मुख्य आधार बनाइन्थ्यो। 3वटा स्टिलका तार आपसमा क्रस गरेर बाँधिन्थे, जसले हजारौं पाउन्ड तौल सहन सक्ने झोलुङ्गे पुल बनाउँथ्यो। 9 प्राचीन समयमा ठूला ढुङ्गा सार्न सवारी साधन थिएनन्, त्यसैले ढुङ्गाको अगाडि बालुवा छर्थे र साना काठका टुक्रा प्रयोग गरेर चरखी बनाउँथे। बालुवाले पाङ्ग्राको काम गर्थ्यो र ढुङ्गा सजिलै सारिन्थ्यो। 10 उचाइमा निर्माण गर्दा केवल डोरी, फन्दा र काठका खम्बा प्रयोग गरेर ढुङ्गाहरू सजिलै माथि तानिन्थे। प्राचीन कारिगरहरूको बुद्धिमत्ताको प्रशंसा नगरिरहन सकिँदैन। 11 औँलाबाट औँठी ननिस्किएमा के गर्ने? प्राचीन मानिसहरूले औँठीभित्र डोरी छिराएर डोरीलाई औँलामा धेरै पटक बेर्थे र बिस्तारै घुमाउँदै तानेर औँठी सजिलै निकाल्थे। 12 यो प्राचीन सुईमा धागो छिराउने तरिका हो। कागज र धागोलाई एकसाथ प्रयोग गरिन्थ्यो। कागजलाई धारिलो कोणमा काटेर त्यसको कडाई प्रयोग गरी सुईमा धागो सजिलै छिराइन्थ्यो।